की बार बालेन सरकारले गुंजियो मधेस। अब की बार बालेन सरकार र मधेसिया के बेटा प्रधानमंत्री बनी ई बार। उहे सब कह रहा है अब की बार बालेन सरकार, मधेस के बेटा बालेन सरकार के भोट देबे र प्रधानमन्त्री बन्न यस्तो यङ मान्छे गइरहनु भएको छ, 30-32 वर्षको केटा जसले काठमाडौँ उपत्यकालाई हाँक्नु भएको छ र उहाँ भनेको त कम्तीमा 10 वटा माननीय बराबर त मेयर अहिले हुनुहुन्छ। उहाँ काठमाडौँमा 10 वटा निर्वाचन क्षेत्र छ। बालेन तराई ओर्लिने भएपछि झुम्न थाल्यो मधेस। हमनी सके मधेसिया भाइ ई बार प्रधानमन्त्री बनी देबे त बालेन सरकार के देबे, न त के को नहीं देबे, न माओवादी के देबे, न एमाले के, न कांग्रेस। तराईमा पनि उहाँले एउटा बाढी ल्याउनु चाहिँ पक्कै सक्नुहुन्छ र 30 वा भन्दा 30-40 वा निर्वाचन क्षेत्र पुग्छ जुन तराई बेल्टमा छन् त्यो सबै बालेनमय हुनेछ यसपालि। पैसा पनि यिनीहरूले खर्च पनि गरे भने पैसा लिने हो तर राष्ट्रिय स्वतन्त्र पार्टीलाई दिने हो। उहाँको बुढाले भन्छ भित्र थोरै आउँछ भन्छ, त्यहाँ मधेसमा भन्छ भित्र थोरै आइतै। जबकि बालेनजीले अहिलेसम्म डिक्लेयर पनि गर्नु भएको छैन कि म कहाँबाट लड्छु, चाहे म बालेन मधेसमा प्रचार गर्न आउँछु। मलाई त यहाँसम्म पनि लाग्छ अझ पनि धेरै मान्छेलाई यो पनि थाहा छैन कि बालेन शाह भनेको रोयल शाह हुन् कि, किन हाम्रो मधेसमा रोयल शाह र ओयल शाह भन्छ। पैसा सबैको लिने बाबु तर मत हाल्ने राष्ट्रिय स्वतन्त्र पार्टीलाई, बुढापाकाको भनाइ त्यही हो। जुन सिटमा राष्ट्रिय स्वतन्त्र पार्टी अलिकति कमजोर छ त्यो सिटबाट चुनाव लडेर बालेनजी जितेर आउनुपर्छ। अब की बार बालेन सरकार, अबको पालि बालेनको सरकार। तराईमा आउने भोट भनेकै अब की बार बालेन सरकारको नामले आउँछ मलाई जहाँसम्म लाग्छ। म ती देखेकोले म एकदम स्योर छु। दर्शकबिन काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाहले आउँदो माघ 4 गते मेयर पदबाट राजीनामा दिएर तराई ओर्लने योजना बनाएका छन्। बालेन शाह तराई ओर्लने भएपछि यति बेला तराईमा अब की बार बालेन सरकारको नारा गुन्जायमान बनेको छ। हाम्रो मधेसको भाइ प्रधानमन्त्री बन्नुहुन्छ बालेन्द्र शाह र उहाँको नामले गर्दाखेरि मधेस मात्र भन्दिनँ म, तराईमा रहेका पुरै मेचीदेखि महाकालसम्मको तराई क्षेत्रमा चाहिँ एउटा एकदम राम्रो माहौल पोजिटिभ र निर्वाचनप्रति मान्छेलाई बालेन शाहज्यू आइसकेर चाहिँ एउटा बाढी नै म भन्छु। किनभने गएको यत्रो चुनावहरूमा विभिन्न नाम विभिन्न वर्गहरूले जुन मिसयुज गरे पावरलाई, मान्छेले बुझेनन् अशिक्षित समाजलाई। यो समाजलाई चाहिँ अब सायद बालेन शाहज्यू प्रधानमन्त्री भइसकेपछि एउटा इमोसनल बेनिफिट र उहाँप्रतिको एउटा अगाध माया प्रेम स्नेह छ जुन तपाईँले देख्नुहुन्छ नि। अब की बार बालेन सरकार, उहाँको नामले तपाईँको धेरै उत्साह छ। राष्ट्रिय स्वतन्त्र पार्टीको नाउँले पनि त उत्साही छ जनता। अब पुरानो पार्टीलाई अब बाइकट गरेको छ, त्यहाँको मधेसको जनताले बुढापाकाले पनि अब तपाईँको परिवर्तन खोजिरहेछ। जस्तो अब पुरानो म आफै कतिवटा कमसेकम 8-10 जना बुढाहरूसँग सोद्धाखेरि अब यसपालि कसलाई दिनुहुन्छ मत, त उहाँले भन्नुभयो कि यसपालि राष्ट्रिय स्वतन्त्र पार्टीलाई दिने हो। त्यसबाट अब प्रधानमन्त्री मधेसको छोरो बालेन शाह हुने हो। त्यसैले यसपालि तपाईँको राष्ट्रिय स्वतन्त्र पार्टीलाई